नमस्ते साथीहरू, आज हामी बीए बीएसडब्ल्यू थर्ड इयर इंग्लिशको नयाँ च्याप्टरमा छौँ, द वे टु रेनी माउन्टेन भन्ने। यो चाहिँ एन्स्कट मोमाडेले लेख्नु भएको युनिक टाइपको एउटा एसे छ भनौँ अथवा जर्नल छ भनौँ। यो चाहिँ कस्तो छ भन्दाखेरिमा सिम्पली भन्नुपर्दा चाहिँ एउटा कोही मान्छे जसले चाहिँ आफ्नो घर फर्किरहेको छ अथवा एउटा भनौँ न आफ्नो सम्झनामा फर्किरहेको छ, आफ्नो ठाउँ फर्किरहेको छ, अनि त्यो फर्किँदाखेरि आफ्ना कल्चरहरू सम्झिरहेको छ हैन। एउटा जर्नी, ब्याक जर्नी जस्तो हो हैन, आफ्नो कल्चरमा, आफ्नो ठाउँमा, अनि जहाँ ऊ हुर्केको थियो, जहाँ ऊ बढेको थियो हैन, उसका चिजहरूसँग नजिक थियो, त्योसँग सन्दर्भित एउटा निकै नै राम्रो एउटा एसे छ नै भनौँ हैन। सो जाउँ यहाँ भित्र के छ ट्याक्क पढौँ हैन। एन्स्कट मोमाडेजले चाहिँ द वे टु रेनी माउन्टेन इज अ लिरिकल इंट्रोस्पेक्टिव एन्ड मल्टिलेयर्ड अटोबायोग्राफिकल एसे हो। अनि यसमा चाहिँ माइथोलोजी हैन, ट्राइबल हिस्ट्री र पर्सनल मेमोरीलाई चाहिँ पावरफुल न्यारेसनमा राखिएको छ, कल्चरल रिडिस्कभरी लाई देखाउनको लागि है। सो ओके, यो भनेको चाहिँ यो कथामा चाहिँ माइथोलोजी छ, हुन्छ नि, गाउँका दन्ते कथाहरू जस्तो हैन, हो कि होइन भनेर पत्याउने हुन्छ नि। जस्तै हाम्रै कल्चरमा पनि यो चिज भनिरहेको सही हो कि होइन, अनि हामीले बोलिरहेका चिज चाहिँ छन् कि छैनन्, एक्जिस्ट गर्छन् कि गर्दैनन् भन्ने जस्तो चिजहरू हुन्छ नि। ती चिजमा चाहिँ त्यो चिजसँग चाहिँ धेरै नै सिमिलर छ हैन। हामी नेपाली कम्युनिटीलाई पनि सिमिलर छ, किनकि हामी धेरै कुराहरू चाहिँ मिथमा नि बिलिभ गर्छौँ नि, भगवानका कुराहरूमा, भूतका कुराहरूमा, जुन हुन पनि सक्छ नहुन पनि सक्छ हैन। सो ती कुराहरू भए हैन। अनि मोमाडेले चाहिँ आफ्नो सेक्रेट क्युवा ल्यान्ड चाहिँ भिजिट गरेको हुन्छ, रेनी माउन्टेन भएको ठाउँमा। अनि इन डुइङ सो रिक्रिएट्स द स्पिरिचुअल एन्ड हिस्टोरिकल जर्नी अफ हिज पिपल, कल्मिनेटिङ इन अ yet profound meditation on identity, memory and belonging. सो ऊ आफ्नो जर्नीमा फर्किँदाखेरि चाहिँ उसले आफ्ना चिजहरू सम्झिन्छ हैन, क्युवा ल्यान्डको बारेमा सम्झिन्छ, आफ्ना हजुरआमाले भनेका चिजहरू, अनि त्यो कल्चरसँग ब्लेन्ड भएका चिजहरू चाहिँ उसले सम्झिन्छ कि। सो रेनी माउन्टेन जुन चाहिँ ओक्लाहोमामा रहेको छ, सर्भ्स एज बोथ द फिजिकल एन्ड सिम्बोलिक सेन्टर अफ द एसे। यो चाहिँ एक हिसाबले हेर्दाखेरि फिजिकल पनि देखिन्छ, मतलब एक्जिस्ट पनि गर्छ, तर सिम्बोलिक पनि यसको ठुलो मिनिङ छ कि, हुन्छ नि, सोल पनि यसको बसेको छ कि यो कथामा चाहिँ। इट इज नट जस्ट अ जियोग्राफिकल लोकेसन बट अ सेक्रेड ल्यान्डमार्क लोडेड विथ कल्चरल मिनिङ फर द क्युवा पिपल। सो जियोग्राफिकल लोकेसनमा मात्र नभइकन पनि यो चिज चाहिँ क्युवा पिपलहरूको लागि चाहिँ एकदमै कल्चरल मिनिङ राखेको चिज हो। मोमाडे रिटर्न्स देयर टु मोर्न हिज ग्रान्ड मदर हैन, आफ्नो हजुरआमाको डेथ पछिको समयलाई सम्झिनलाई गएको हुन्छ। हो हुज पासिङ सिग्निफाइज द लस अफ अ जेनेरेसन द्याट लिभ थ्रु द फेडिङ अफ द ट्रेडिसनल क्युवा लाइफ। उसको हजुरआमा जसले चाहिँ प्रपर क्युवा लाइफ बाँचिन् हैन, त्यो ठाउँलाई छोडिनन्, त्यो कल्चरलाई छोडिनन्, त्यो फेथलाई छोडिनन्, अनि उनी बित्नु भनेको चाहिँ एउटा प्रपर जेनेरेसन नै बित्नु जसले चाहिँ कल्चरलाई मानेको थियो, किनकि ऊ प्रपर क्युवा होइन कि, उसको थर होला हैन, उसको नाम होला, तर जति आमामा क्युवा को हुन्छ नि, भनौँ न, जुनसुकै कम्युनिटी थियो उसको आमामा थियो, त्यो चाहिँ अब उमा चाहिँ छैन। सो आमा बित्नु चाहिँ ठुलो लस हो भन्ने जस्तो देखाइएको छ। थ्रु द न्यारेटिभ एहो बिकम्स अ लिभिङ सिम्बल अफ अ ओरल ट्रेडिसन एन्ड एन्सेस्ट्रल मेमोरी द्याट वान्स थ्राइभ्ड इन नेटिभ अमेरिकन कम्युनिटी। सो त्यो कम्युनिटीको चाहिँ कुराहरूलाई पनि देखाइएको छ जुन चाहिँ नेटिभ अमेरिकन भएर बस्थे। सो वाट मेक्स द वे टु रेनी माउन्टेन सो रिमार्केबल इज इट्स ट्रिपल न्यारेटिभ स्ट्रक्चर। यसमा चाहिँ 3टा न्यारेटिभ स्ट्रक्चर छ। के छ त भन्दाखेरिमा इच सेक्सन इज कम्पोज अफ 3 पार्ट्स। हरेक सेक्सनमा नि एउटा छ। एउटा चाहिँ अ क्युवा मिथ अर लेजेन्ड हैन, क्युवा कम्युनिटीको मिथ लेजेन्ड छ। अ करेस्पोन्डिङ हिस्टोरिकल अकाउन्ट हैन, करेस्पोन्डिङ हिस्टोरिकल अकाउन्टहरू त्योसँग रिलेटेड हिस्ट्रीका कुराहरू र पर्सनल रिफ्लेक्सन अथरको हो। सो त्यहाँनिर मिथ पनि आउँछ, कथा पनि आउँछ, दन्ते कथा नि आउँछ, त्यहीँनिर त्यो चिजसँग रिलेटेड हिस्ट्रीका चिज पनि आउँछ, र अथरको पर्सनल रिफ्लेक्सन उनले कसरी हेरे त त्यो चिजलाई पनि आउँछ। दिस लेयरिङ इज क्रुसियल। Its individual experience all interweave to form a fuller picture of a selfhood and community. For instance, stories about the origin of the Kiowa or the sacredness of the buffalo are not just cultural tales. फेरि भन्छ यो एकदम इम्पोर्टेन्ट छ यहाँनिर आयो। For example, stories about the origin of Kiowa or the sacredness of the buffalo are not just cultural tales. So यहाँनिर चाहिँ एक्जाम्पलको लागि स्टोरी छ जहाँ चाहिँ कियोवाको ओरिजिन हैन, बफेलोहरूको सेक्रेडनेस, त्यहाँ चाहिँ बफेलोलाई पूजा गरिन्छ कि, त्यो कुराहरू चाहिँ जस्ट कल्चरल टेल्स नभइकन पनि बट लिभिङ ट्रुथ्स पास डाउन थ्रु जेनेरेसन्स। यो चाहिँ एउटा सत्य हो हैन, जीवित सत्य हो जुन चाहिँ जेनेरेसनदेखि जेनेरेसनसम्म पास गरिरहेको थियो।
जसले चाहिँ त्यो ट्राइब त्यो कम्युनिटीको चाहिँ पास्ट प्रेजेन्टलाई चाहिँ बचाइरहेको थियो र त्यो प्लेसलाई बचाइरहेको थियो। यसमा मोमाडेजको स्टाइल चाहिँ एकदम पोइटिक छ होइन, मेडिटेटिभ छ, पढ्दा एकदमै कविता पढे जस्तो लाग्छ। हिज प्रोज ग्लाइड्स स्मुथली बिट्विन द मिस्टिकल एन्ड द रियल, इन्भोकिङ द नेचुरल ल्यान्डस्केप विथ रेभरेन्स एन्ड अ। भनेको चाहिँ तिनले एक्सप्लेन गर्दा पनि त्यो ठाउँ के वालाई त्यो ठाउँलाई चाहिँ यसरी एक्सप्लेन गरेका छन् कि त्यहाँनिरको नेचुरल ल्यान्डस्केप, नेचुरल कस्तो रमाइलो छ होइन। त्यो ब्याकड्रपमा मात्र नभइकन हाम्रो दिमागमा पनि हुन्छ नि, कसैले भन्छ नि ओहो म त्यो ठाउँ घुम्न गएँ, त्यहाँको झरना, त्यहाँको पानी, त्यहाँको नदीहरू, त्यो हामीले इमेजिन गर्न थाल्छौँ नि। यहाँ पनि इमेजिनेसनमा पनि ठुलो खेल खेलिरहेको देख्न सक्छौँ। नेचर इज नट जस्ट अन द ब्याकड्रप, इट इज एन एक्टिभ प्रेजेन्स, अ स्पिरिचुअल गाइड एन्ड अ क्युर अफ मेमोरी। सो हाम्रो दिमागमा नि बसिरहेको हुन्छ त्यो भिभिड इमेजरी होइन, त्यो प्लेन्सको, त्यो स्काईको, त्यो सनको, द विन्ड होइन, इभोक्स अ टाइमलेस वर्ल्ड विथ द बााउन्ड्रिज बिट्विन रियालिटी एन्ड मिथ ब्लर। सो एकदमै यो चाहिँ पढ्नु, मजाले पढ्नु, किनकि हामीसँग भएका एसेहरू होइन, यहाँ दिएका एसेहरू चाहिँ कस्तो छ भन्दा अल्छी लाग्ने छैन कि। सो एक्जाम सेन्ट्रिकबाट त यो हेरेको ठिक छ होइन, ल मानव एक्जाम सकेपछि पनि पढ्न पाइयो नि त, र एक्जाम चाहिँ म पढ्न भ्याउँदिनँ भन्ने केही भएन, एउटा मोटिभेसन चाहिँ राख्नु इफ पढ्न चाहनुहुन्छ भने है। सो मोर ओभर मोमाडे क्रिटिक्स द कल्चरल डिसइन्टिग्रेसन ब्रट अन द कोलोनाइजेसन एन्ड मोडर्निटी। सो मोमाडेले चाहिँ के कुरालाई चाहिँ क्रिटिसाइज गर्छन् भन्दा कोलोनाइजेसन जुन भयो होइन, मोडर्निटी जुन आयो, हामी मोडर्न भयौँ भन्यो नि, त्यसले चाहिँ एक किसिमको कल्चरल डिसइन्टिग्रेसन चाहिँ ल्यायो। द एसे इन्डाइरेक्टली रिफरेन्सेस हाउ द क्युबा वेयर डिस्प्लेस्ड होइन, यिनीहरू चाहिँ एकदमै डिस्प्लेस भयो कि मोडर्नाइजेसन आइसकेपछि होइन। अनि हाउ द सेक्रेड प्र्याक्टिसेस लाइक द सन डान्स वेयर ब्यान्ड, अनि उनीहरूको आफ्नो कल्चरल डान्स होइन, अनि आफ्नो एउटा प्र्याक्टिस नै ब्यान गरियो, अनि ओरल ट्रेडिसनहरू नै भ्यानिस भए जुन बोलिने चिजहरू थिए होइन। यत रादर देन ल्यामेन्ट हि रिभाइभ्स द कल्चर थ्रु राइटिङ। सो उनले चाहिँ अब लेखेर भए पनि हजुरआमाले भनेका कथाहरू, लेजेन्ड्सहरू होइन, मिथ्सहरू चाहिँ लेखेर भए पनि उनले चाहिँ यो लिटरली प्रिजर्भेसन गर्नुपर्छ, बचाउनुपर्छ हाम्रो कम्युनिटी, हाम्रो कल्चरलाई भनेर चाहिँ उनी त्यो बाटोमा पनि लागेको देखिन्छ। इन द फाइनल पार्ट्स अफ द एसे द डेथ अफ आओ बिकम्स अ डिपली पर्सनल सिम्बल अफ कल्चरल लस। सो एकजना व्यक्ति मर्नु भनेकै नै एउटा सभ्यता, एउटा संस्कार मर्नुसँग तुलना गर्नु भनेको एकदमै नै डिप छ। यो चिज चाहिँ अवश्य नै पढ्न एकदमै नै मन छुने छ। However, Momade does not end with despair. His return to Rainy Mountain signals renewal. अब ऊ फर्किनु, अब मोमाडे त फर्किन्छ नि, ऊ फर्किनु भनेको चाहिँ रेनी माउन्टेनको लागि चाहिँ एउटा रिन्युअलको सिग्नल हो। ओके, एउटा कोही भनौँ न एउटा हिरो आउँदैछ जसले हाम्रो संस्कार बचाउँछ, हाम्रो सभ्यता बचाउँछ जसरी देखाइएको छ। He brings back not only the physical memory of his grandmother but also the spiritual essence of an entire people. So हजुरआमा फर्किनु भनेको चाहिँ हजुरआमा मात्र फर्किनु होइन कि एउटा स्पिरिचुअल एसेन्स फर्किनु हो भनेर देखाइएको छ। In conclusion, the way to Rainy Mountain is both an elegy and an ode, a tribute to the loss of life and celebration of cultural endurance. So यो बेसिकली भनेको चाहिँ एउटा हुन्छ नि रेस्पेक्ट हो हैन, एउटा कुनै कल्चरको, एउटा कुनै कल्चर मान्ने मान्छेको, जस्तै यहाँ हजुरआमाको कुरा गरिएछ, उनीप्रतिको एउटा रेस्पेक्ट हो हैन, एउटा हो, ओड हो। थ्रु दिस इट्स एलिगेन्ट फ्युजन अफ लेजेन्ड, हिस्ट्री एन्ड पर्सन जर्नी। यो मा चाहिँ सबै छ क्या, लेजेन्ड भनेको मिथ्सहरू हैन, दन्ते कथाहरू पनि छ, इतिहास पनि छ, र राइटरको पर्सनल जर्नी पनि छ। त्यसले चाहिँ यसलाई एकदमै पावरफुल बनाउँछ हैन, हेरिटेज प्रतिको रेस्पेक्टलाई देखाउँछ। त्यो हिसाबले पनि यो निकै नै इम्पोर्टेन्ट छ। सो थोरै हामी थीम बेस्ड नोट्समा जान्छौँ किनकि एक्जाममा एन्सर पनि लेख्नु छ हैन। सो पहिलो छ कल्चरल आइडेन्टिटी एन्ड हेरिटेज। यसमा चाहिँ क्युबा आइडेन्टिटीलाई देखाइएको छ। एन्सेस्ट्रल स्टोरिजहरू छन्, पर्सनल मेमोरिजहरू छन् राइटरका। अनि मोमाडे कनेक्ट्स हिज पर्सनल पास्ट टु द ट्राइबल पास्ट। उनले आफ्नो पर्सनल पास्टलाई चाहिँ ट्राइबल पास्टसँग जोडेका छन्, किनकि तिनी त त्यहीँ हुर्के, उनले देखे के भयो हैन, उनले ती आफूलाई भोगेका चिजहरूलाई चाहिँ यस्तो थियो भनेर चाहिँ पर्सनल जर्नीसँग चाहिँ ट्राइबललाई जोडेका छन्। अनि उनको हजुरआमा एहोले चाहिँ लिभिङ मेमोरी अफ द ट्राइब, कति कुराहरू चाहिँ हामी लेखेका हुँदैनौँ, कति कुराहरू चाहिँ लेख्न सकिँदा पनि सकिँदैन, ती चिजहरू चाहिँ एउटा मान्छेसँग इनहेरिट हुन्छ क्या। त्यस्तै क्युबा ट्राइबको धेरै चिजहरू चाहिँ एहोसँग इनबिल्ड थियो, त्यो चिज चाहिँ अब उनको डेथपछि चाहिँ सकियो कि। सो त्यो भन्न खोजिएको छ। अर्को मेमोरी एन्ड ओरल ट्रेडिसन हैन, सबै कुरा लेख्न सकिँदैन, कति कुरा सम्झनामा हुन्छ, कति कुरा बानी बेहोरामा हुन्छ, कति कुरा कफमा हुन्छ हैन। सो यी चिजहरू पनि इम्पोर्टेन्ट छन्, यी चिजहरू पनि एउटा सेक्रेट मिडियम हो आइडेन्टिटीको हैन, यी चिजहरूलाई बचाउने बाटोतिर लाग्नुपर्छ भनिएको छ। So despite the emotional blow, the essay does not end in despair. The turning point arrives when Henry Reed, the valedictorian, यो अर्को च्याप्टरको आएछ यहाँ।
सो यो चाहिँ हाम्रो पढ्नु भएको छ कि छैन, ल यो कुन च्याप्टरको भन्नु है त। यो माया आउने बित्तिकै इफ हजुरहरूले भिडियो हेर्नु भएको छ भने थाहा हुनसक्छ। यो चाहिँ 2 पछि यहाँ PDF मिक्स म्याक्स भएछ कि। ल ठिक छ, 3 मा जाउँ। कनेक्सन टु नेचर एन्ड सेक्रेड जियोग्राफी। रेनी माउन्टेन इज बोथ अ फिजिकल प्लेस एन्ड स्पिरिचुअल डेस्टिनेसन। अनि ल्यान्डस्केप इज डिस्क्राइब विथ स्पिरिचुअल रेभरेन्स एक्टिङ एज अ साइलेन्ट विटनेस टु द हिस्ट्री। नेचर इज पोर्ट्रेड एज अ सोर्स अफ विजडम, कन्टिन्युटी एन्ड रिफ्लेक्सन। यहाँ चाहिँ नेचरलाई चाहिँ विजडमको एउटा सोर्स हो, कन्टिन्युटीको सोर्स हो र रिफ्लेक्सनको सोर्स हो भनेर देखाइएको छ। अर्को लस एन्ड कन्टिन्युटी हैन। द एसे ल्यामेन्ट्स द लस अफ कल्चर, ट्रेडिसन एन्ड एन्सेस्ट्रल भोइस। यसले चाहिँ एकजना कोही व्यक्ति बितेपछि चाहिँ कसरी कल्चरमा असर पर्छ, ट्रेडिसनमा असर पर्छ, बिलिफमा असर पर्छ भनेर राम्रोसँग देखाइएको छ। द एक्ट अफ स्टोरी टेलिङ बिकम्स अ ब्रिज बिट्विन द पास्ट एन्ड फ्युचर हो, एकदम इम्पोर्टेन्ट लाइन हो है। यो च्याप्टरमा चाहिँ स्टोरी टेलिङ चाहिँ कस्तो छ भन्दाखेरिमा पुरानो हिस्ट्री र अहिलेको प्रेजेन्टसँग चाहिँ राम्रोसँग कनेक्ट गरिएको छ। सो यो स्टोरी टेलिङ चाहिँ ब्रिज हो क्या दुईटालाई कनेक्ट गर्ने। त्यसपछि मिथ, हिस्ट्री एन्ड पर्सनल न्यारेटिभ है। मिथ पनि छ, हिस्ट्री पनि छ, पर्सनल न्यारेटिभ पनि छ। The essay blends mythical stories, factual history, and autobiographical elements. These 3 voices show how identity is formed from multiple layers. The myth reveals the spiritual world view of Kiowa, while history and memory ground them in reality. फेरि भन्छु म, these 3 voices यहाँ चाहिँ के छ त, प्रेजेन्ट, पास्ट र के अरे हिस्ट्री भनेको कथा, के अरे मिथ छ जुन भनेको चाहिँ दन्ते कथा, हिस्ट्री र उनको पर्सनल एक्सपिरियन्स। यो 3टा चिजले चाहिँ एउटा स्पिरिचुअल वर्ल्ड र हिस्ट्री र मेमोरीलाई चाहिँ प्रिजर्भ गर्नुपर्छ भनेर देखाइएको छ यसमा बेसिक भन्यो भने है। अर्को चाहिँ डेथ एन्ड स्पिरिचुअल जर्नी। एज डेथ मार्क्स द लस अफ अ जेनेरेसन। हजुरआमाको डेथले चाहिँ एउटा जेनेरेसनकै लस, एउटा कल्चरको लस देखाइएको छ। बट अल्सो ओपन्स अ स्पेस फर रिफ्लेक्सन। हर डेथ इज नट एन एन्ड बट अ रिटर्न टु ल्यान्ड, टु स्टोरी एन्ड टु स्पिरिचुअल रुट्स। द जर्नी टु माउन्टेन, रेनी माउन्टेन मिरर्स अ पिलग्रिमेज फिल्ड विथ इमोसन। सो बेसिकली भनेको चाहिँ यसले चाहिँ कुनै पनि एउटा कल्चरको प्रिजर्भेसनलाई देखाएको छ हैन। त्यो कल्चर एक्जिस्ट किन गर्छ हैन, त्यो कल्चरको भ्याल्यु कति हुन्छ भनेर चाहिँ भ्याल्यु बुझाउन खोजिएको छ रुट्सको। सो बोनस चाहिँ स्टाइल एन्ड ल्याङ्ग्वेज फिचर्सहरू छन्, पोएटिक ल्याङ्ग्वेज छ, मेटाफोरहरू धेरै युज गरिएको छ, इमेजिनरी छ कि हजुर सोच्न बाध्य बनाउँछ हैन, प्यारलल स्ट्रक्चरहरूको युज गरेको छ, नोस्टाल्जिक बनाउँछ, रेभरेन्ट बनाउँछ, मेडिटेटिभ छ है। अनि फ्रिक्वेन्ट रेफरेन्सेस टु सन, ल्यान्ड, एनिमल्स एन्ड स्काईले चाहिँ किवा स्पिरिचुअलिटीलाई सिम्बलाइज गर्छ। सो बेसिकली यही हो, एकदम सर्टमा मैले भनेको छु। एक्जाम फोकस छ, मजाले तयारी गर्नु होला। अल द भेरी बेस्ट। अर्को भिडियोमा भेट भइहाल्ने नै छ।